Guys, welcome to my first vlog. मेरो फर्स्ट भ्लगमा तपाईँहरूलाई स्वागत छ है साथीहरू। म चाहिँ मेरो नाम चाहिँ दिनेश घरती। म चाहिँ धामुदास होइन, तनहुँबाट होइन। म चाहिँ के अरे मेरो चाहिँ सानोतिनो एउटा कृषि फर्म छ है। म चाहिँ के अरे कृषि फर्म चाहिँ चलाउँछु सानोतिनो। बारीहरूमा अहिले आज चाहिँ यो कार्तिक मक्सिर मास है, यति ठुलो पानी परेको छ कि कार्तिक मक्सिर मास होइन, धान काटेर राखेको। म एउटा किसानको छोरो भएर हेर्नु त यस्तो चाहिँ रुनु नहाँस्नु बनाएको छ कि। अब बारीमा यहाँ तरकारीहरू लगाउँछु। अब मेरो कृषि फर्म छ, तरकारीहरू लगाउँछु। अब अहिले चाहिँ यस्तो पानी परेर चाहिँ यहाँ तरकारी लाउन नि पाइनँ होइन। साह्रै बिजोग बनायो कि यो पानीले साथीहरू। गाई अब के गर्ने होइन। अब यो प्राकृतिक प्रकोपलाई चाहिँ अब यो कसले चाहिँ के गर्न सक्छ र। अब हामीले न रोएर गर्ने न अब के गर्ने। यो प्रकृतिको नियमै यस्तै छ। अब यो कार्तिक मङ्सिर मास यति ठुलो पानी परेको छ कि, यति ठुलो पानी परेको छ यहाँ हेर्नु त, पुरै दर्किरहेछ कि। यहाँ वस्तु भाउलाई पनि गाह्रो, यार मान्छेलाई पनि गाह्रो। अब त्यो समस्या बनायो कि यो पानी परेर। यति ठुलो पानी पऱ्यो यार। अब त बिजोग यहाँ बाख्राको यहाँ यस्तो बाख्रा भर्खर फुकाएको बाख्रा फेरि बाँध्नु पऱ्यो कि यो पानी आएर यार। गाइज होइन, मेरो ब्लग चाहिँ यही के अरे के भन्छ, यो गाउँघरतिरको यही मेरो चाहिँ अब तरकारी खेतीहरू फर्म छ है। यो गाउँघरतिरको यस्तै खेतीबारीहरू मात्रै चाहिँ हुन्छ होइन, भिडियोहरू अपलोड हुन्छ है। मन पराइदिनु हुन्छ भन्ने आशा छ। तपाईँहरूले सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट पनि छोडिदिनु होला है। धन्यवाद।